र मेरो बुझाइमा मान्छेको विकास भनेको प्रकृति, संस्कृति र प्रविधिले हुन्छ। हामी तीन चुला पूजक, त्यो तीनवटा चुलासँग तपाईँ तुलना गर्न सक्नुहुन्छ। एउटा चुला प्रकृति, अर्को चुला संस्कृति, अर्को चुला प्रविधि। प्रकृति भनेको हामीलाई थाहा छँदैछ है, हाम्रो शरीर आफैमा एउटा प्रकृति हो। हामी अक्सिजन बिना बाँच्न सक्दैनौँ, हामी खाना नखाई बाँच्न सक्दैनौँ, पानी नखाई बाँच्न सक्दैनौँ, यो एउटा प्रकृति हो। भने संस्कृति भनेको चाहिँ हाम्रो सोच विचार हो। हाम्रो सोच विचार, हाम्रो मनोविज्ञान, हामी कसरी सोच्छौँ, हामीले हेर्दा यो रुखलाई कसरी हेर्छौँ, हामीले हेर्दा माटोलाई कसरी हेर्छौँ, हामीले हेर्दा ढुङ्गालाई कसरी हेर्छौँ, हामीले हेर्दा समुद्र र आकाशलाई कसरी देख्छौँ भन्ने कुराको नजरिया हाम्रो संस्कृतिले तय गर्छ। त्यसले गर्दाखेरि शरीर हाम्रो प्रकृति हो भने हाम्रो सोचाइ, हाम्रो विचार, हाम्रो छैन तपाईको छैन मनोविज्ञान चाहिँ के हो त भन्दाखेरि हाम्रो संस्कृति हो। हाम्रो संस्कृति अनुसारको हाम्रो सोच विचार हुने गर्छ। विभिन्न जात जातिका विभिन्न संस्कृतिहरू छन्, ती संस्कृति अनुसार हाम्रो जातीय स्वभावहरू फरक छ। त्यसो भएको कारणले गर्दाखेरि हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि प्रकृति र संस्कृति दुईटा मिलेर हाम्रो शरीर बन्यो, हाम्रो जीवन बन्यो र हाम्रो जीवनलाई, हाम्रो प्रकृतिलाई बचाउनका लागि हामीले अपनाउने उचित विधिलाई हामीले प्रविधि भन्नुपर्छ। त्यसो भएको कारणले गर्दाखेरि यो तीनवटा कुरा है सन्तुलित भएर मात्रै हामी विकसित बन्न सक्छौँ भन्ने मेरो बुझाइ हो। र यो बुझाइलाई मैले अहिले फेसबुक मार्फत पनि सुनाइराखेको छु भने सभा सम्मेलन मार्फत पनि सुनाइरहेको छु। अलिकति मौका मैले पाएँ, यहाँहरूलाई पनि मैले यो सुनाएँ। हामी तपाईको छैन मान्छेले प्रकृतिलाई नासेर, प्रकृतिलाई मासेर हामी आफ्नो जीवनलाई कल्पना गर्न सक्दैनौँ। त्यसो भएको कारणले यो प्रकृतिको संरक्षण गर्नुपर्छ हामीले। त्यसै गरी संस्कृतिलाई मासेर, संस्कृतिलाई बिर्सेर पनि हामी आफ्नो जीवन चलाउन सक्दैनौँ। त्यसो भएको कारणले हाम्रो संस्कृतिलाई हामीले संरक्षण र प्रवर्धन गर्नुपर्छ। त्यसरी नै संस्कृतिलाई संरक्षण र प्रवर्धन गर्ने एउटा अभ्यास आज यहाँ भइराखेको मैले देखेको छु। यहाँ साना साना नानीहरूलाई किराँती पोसाकमा सजाएर ल्याउनु नै सम्पूर्ण अभिभावकज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यो एउटा सानो नानी, यता आउनु त नानी, यता आउनु, यता आउनु। यहाँ मैले अघि देख्दै थिएँ, फोटो पनि खिचिसकेँ, एकछिनमा त्यहाँ आउनु है। ओ ल हेर्नु त, यो नानीलाई होइन यो बुझ्नु पनि पर्छ, हावामा त्यतिकै नाचेर हल्लेर जाएर गएर हुँदैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, कुरा नबुझिकन हुँदैन, कुरा बुझ्नुपर्छ। यो नानीलाई यसरी चाहिँ नै यो मौलिक पोसाक पहिराइदिनु नै उहाँको अभिभावक आमा आउनु भएको होला, उहाँलाई धन्यवाद छ। सुम्निमा र पारुहाङको प्रतिमा बनाउने भनेर चाहिँ हामीले भनिरहेका छौँ। उद्घोषकज्यूले थुप्रै राम्रो राम्रो कुराहरू सुनाउनु भयो अघि। सुम्निमा पारुहाङको प्रतिमा हामी बनाउँछौँ, प्रतिमा सहितको सांस्कृतिक सम्पदा बनाउँछौँ। र सुम्निमा र पारुहाङ चाहिँ खालि तपाईँको छैन किराँतीको मात्रै हो, राईको मात्रै हो भन्ने किसिमको छैन भाष्य खडा नगरियोस्। सुम्निमा पारुहाङ म तुलना गर्छु आमा र बाबा। हामी सबैको आमा र बाबा छ। हामी आफ्नो आमा बाबा, आफ्नो पितृ बिना यहाँ कोही पनि आएनौँ। आकाशबाट के अरे वर्षी झरेको असिना होइनौँ, हामी जमिनमा पलाएको च्याउ होइनौँ। हामी कुनै न कुनै तपाईँको छैन जुनसुकै जातिमा भए पनि, जेमा भए पनि हाम्रो आमा र बाबा हुनुहुन्छ। हाम्रो बाजे र बोजू हुनुहुन्थ्यो र हाम्रो आमा र बाबा हुनुभयो, हाम्रो आमा र बाबा हुनुहुन्थ्यो र हामी छौँ, हाम्रो छोराछोरी छन्। त्यसो भएको कारणले गर्दाखेरि आमा र बाबा हो भनेर हामीले स्वीकार गर्नु जरुरी छ। आकाश र धरतीसँग तुलना गरेर हेर्दा पनि भयो। पारुहाङलाई हामी आकाश भन्छौँ त सुम्निमालाई धरती। ढुङ्गा र माटोसँग पनि तपाईँ तुलना गर्न सक्नुहुन्छ। पारुहाङलाई ढुङ्गा भन्नुहोस् त सुम्निमालाई माटो। र यसरी चाहिँ नि हामीले चाहिँ नि यो कुरालाई बुझ्नुपर्छ भनेर म अनुरोध गर्न चाहन्छु। त्यो कुनै जात विशेषको नभएर सारा नेपालीको, यो देशकै तपाईँको चाहिँ प्राचीनतम इतिहास र सभ्यताको एउटा प्रतीकको रूपमा र प्रदेश नम्बर 1 कै सबैभन्दा ठुलो चाहिँ तपाईँको म त भन्छु अझै नेपालभरिकै होस् भन्ने मेरो कामना छ। नभए पनि प्रदेश नम्बर 1 को सबैभन्दा ठुलो पर्यटकीय स्थलको रूपमा हामी देशलाई स्थापना गर्नेछौँ। करोडौँ रुपियाँको सहयोग हामीलाई प्राप्त छ। अब हामी चाँडै नै त्यसलाई चाहिँ नि शिलान्यास गरेर जे बनाउनु पर्ने हो त्यो चाहिँ हामी बनाउँछौँ। त्यहाँनिर
सबै जात जातिको आफ्नो सांस्कृतिक पहिचान झल्कने बहुसांस्कृतिक तपाईँको चाहिँ एउटा पहिचान झल्किने एउटा आँगन, एउटा सुन्दर आँगन पनि त्यहाँ हामी निर्माण गर्नेछौँ। र त्यसो भएको कारणले गर्दाखेरि त्यसमा सबैको अपनत्व हुन जरुरी छ, सबैको अपनत्व होस् भन्ने कामना व्यक्त गर्न चाहन्छु। र यो देशको होइन जति पनि तपाईँको चाहिँ जात जातिका चाहिँ भाषा भाषिकाहरू लोप भएर गइरहेका छन् ती भाषा भाषिकालाई संरक्षण हामी गर्नेछौँ। अङ्ग्रेजी बोल्नुलाई मात्रै ठुलो कुरो सम्झेर हुँदैन है। अङ्ग्रेजी बोलेर चाहिँ नेपालीलाई पनि अब बिस्तारै बिस्तारै चाहिँ होइन लोपोन्मुख हामीले चाहिँ बनाउन तर्फ लाग्नु हुँदैन। यो हामीले बोल्दै गरेको भाषा यो हामी सबै जात जातिलाई जोड्ने भाषा हो भने तर आफ्नो जातिलाई बचाइराख्ने भाषा आफ्नो मौलिक भाषा छ। त्यो मौलिक भाषाको चाहिँ अध्ययन अध्यापन हुन्छ बहुभाषिक पाठशालामा। यो पनि हामीले संस्कृतिको क्षेत्रमा गरेको एउटा उदाहरणीय काम हो। म यहाँहरू सम्पूर्ण जानकारी गराउन चाहन्छु। हामी श्रम संस्कृतिको विकास गरिरहेका छौँ। यो साकेला सिली भनेको वास्तवमा काम हो। त्यो सिलीमा हेर्नुहोस् धान रोपिरहेको देखिन्छ, त्यहाँ हेर्नुहोस् कोदो टिपिरहेको देखिन्छ, त्यहाँ हेर्नुहोस् बिउ छरिरहेको देखिन्छ, घाँस काटिरहेको देखिन्छ। भन्नुको मतलब जब यो हामीले बोल्दै गरेको यो भाषा छ, अहिले हामी बोल्यौँ भने 7 घण्टा भाषण गर्न सक्छौँ। तर हाम्रा पुर्खाहरू त्यति धेरै बोल्न सक्नु हुँदैन थियो, उहाँहरू काम धेरै गर्नुहुन्थ्यो। त्यतिखेरको चाहिँ एउटा संवादको चाहिँ सिली हो त्यो। त्यसले गर्दाखेरि हाम्रो पुर्खाले यो सिली मार्फत तिमीहरूले काम गर्नुपर्छ भनेर हामीलाई सिकाइरहेको हो। आज हाम्रा छोराछोरीलाई धानको बिउ थाहा छैन, मकैको बिउ थाहा छैन, मकैको कस्तो हुन्छ बोट थाहा छैन होइन, चिउराको बोट कस्तो हुन्छ, दहीको बोट कस्तो हुन्छ भनेर सोधिरहेको अवस्था छ हाम्रो चाहिँ नानीहरूले। चिउराको बोट हुन्छ त, धानको पो बोट हुन्छ त होइन। तर हाम्रा नानीहरूलाई हामीले चाहिँ त्यो कुरा दिन सकेका छैनौँ, जसको परिणाम स्वरूप देश 27 खर्ब विदेशी ऋणमा डुबिसकेको अवस्था छ। आज हरेक ठाउँमा आन्दोलन, सबै मान्छेलाई तल जागिर नहुनेले जागिर पाएन भनेर आन्दोलन, जागिर पाउने मान्छेले पनि तलब पुगेन भनेर आन्दोलन है। अनि जागिर खाइसकेको मान्छेलाई फेरि पेन्सन पाउनुपर्छ भन्ने आन्दोलन, पेन्सन पाउने मान्छेले पनि पेन्सन पुगेन भन्ने आन्दोलन। आन्दोलन केमा छैन? म त मेयरहरूको पनि एउटा आन्दोलन गरौँ कि भनेर फोन गरी हिँड्छु, 2-3 जना मात्रै चाहिँ नहुने रहेछ है। सबै मान्छे किन आन्दोलित भयो त भन्दाखेरि हामीले श्रम गर्न बिर्स्यौँ, हामीले माटो छुन बिर्स्यौँ। मैले अघि भन्दै थिएँ माटो छुन बिर्स्यौँ। माटो त बरु बेच्न थाल्यौँ नि त हामीले होइन। घडेरी बनाएर सबै खेत बेची पठाउने, ब्याङ्कमा राख्ने अनि ब्याजले भात खाने। बुद्धि त्यता गयो। हाम्रो पुर्खाले त्यसो भनेन, तर हाम्रो संस्कृतिले त्यसो भन्दैन है। त्यही भएको कारणले गर्दाखेरि आज देश गरिब छ, आज देशमा उत्पादन छैन। उत्पादन नभइसकेपछि एउटा बाटो बनाउनु पर्यो, एडिबीले दिनुपर्ने, वर्ल्ड ब्याङ्कले दिनुपर्ने, प्राणी ल्याउनु पर्ने, वर्ल्ड ब्याङ्कले दिनुपर्ने, कसैले दिनुपर्ने, जायकाले दिनुपर्ने। हामी आफ्नो खुदमा बलबुतामा के गरिरहेका छौँ? केही पनि छैन। त्यसो भएको कारणले गर्दाखेरि श्रम गर्नुपर्छ, श्रमदान गर्नुपर्छ भन्ने मेरो जबरजस्ती हो है। मेरो आह्वान मात्रै होइन, जबरजस्ती हो। तपाईँहरू सबैजना श्रमदानमा आउनुहोस्। म यो पार्टीको, म यो जातिको भन्न छोड्नुहोस्। त्यो जाति र पार्टी भन्दा माथि छ त्यो देश कंगाल भइसकेको छ। अभाव र गरिबीले खतम भइसकेको छ, खरानी भइसकेको छ। त्यो देश बचाउनका लागि म कराइरहेको छु, फेसबुकमा कराइरहेको छु, टिकटकमा कराइरहेको छु, सभा सम्मेलनमा कराइरहेको छु, चोक चोकमा कराइरहेको छु। कहिले बुझ्ने यो कुरा? कहिले बुझ्ने? त्यसले गर्दाखेरि म सबैलाई भन्न चाहन्छु, म त यस्तो, म त मसँग त यति पैसा छ, म त ठुलो मान्छे, म त हाकिम, म त मेयर, म त वडा अध्यक्ष, म त मन्त्री, म त सांसद, मैले त माटो छुनु हुँदैन, मैले किन श्रम गर्ने भन्न छोडौँ।